तपाईँहरूले कहिले सोच्नु भएको छ संसारमा एउटा यस्तो ठाउँ छ जहाँ मानिसहरू 100 वर्षभन्दा बढी बाँच्ने वा बाँचिरहेका छन्। उनीहरूलाई कुनै ठुलो रोग लाग्दैन र उमेर ढल्किँदा पनि उनीहरू उत्तिकै जवान देखिन्छन्। आखिरमा के छ त्यस्ता जापानिजहरूको रहस्य? आज हामी इकिगाई पुस्तकको माध्यमबाट त्यही रहस्य खोल्नेछौँ जसले तपाईँको जीवन बदल्न सक्छ। यदि तपाईँ हरेक बिहान उठेर कुनै उत्साह बेगरै ओछ्यानबाट उठ्नुहुन्छ, दिनभरि तनावबाट रहनुहुन्छ, दिनभरि तनावमा रहनुहुन्छ र भविष्यको चिन्ताले सताउँछ भने तपाईँले आफ्नो इकिगाई भेटाउनु भएकै छैन। इकिगाई अर्थात् बिहान ओछ्यानबाट उठ्नको लागि एउटा ठोस कारण हो। आजको केही मिनेटमा हामी तपाईँको जीवनको त्यही उद्देश्य खोज्न मद्दत गर्दैछौँ। तपाईँको जीवनको उद्देश्य के हो? पैसा कमाउनु मात्र हो कि वास्तवमै खुसी हुनु पनि हो? जापानको ओकिनावा टापुका मानिसहरूबाट सिकौँ दीर्घायु र वास्तविक सुखको 10 भन्दा बढी नियमहरू। यो हाम्रो जीवनको त्यो उद्देश्य हो जसले हामीलाई खुसी र ऊर्जा दिन्छ। ओकिनावा जापानका मानिसहरू विश्वमै सबैभन्दा धेरै बाँच्छन् किनकि उनीहरूलाई आफ्नो इकिगाई थाहा हुन्छ। उदाहरणको रूपमा कसैका लागि चित्र बनाउनु इकिगाई हुन सक्छ भने कसैका लागि कुनै पुस्तकहरू पढ्न त्यससँग सम्बन्धित भएर केही कुराहरू कसैलाई बताउनका लागि हुन्छ भने कसैलाई आफ्ना नाति नातिनालाई खेलाउन वा हेरचाह गर्नका लागि हुन्छ। अनि कसैलाई मानव सेवा नै ठुलो धर्म हो भन्ने पनि इकिगाई रहेको पाइन्छ। तपाईँको इकिगाई पत्ता लगाउनका लागि यी महत्त्वपूर्ण 4वटा बिन्दुहरूलाई थाहा पाउनुपर्छ। यी बिन्दुहरू भेटिनु पनि पर्छ। तपाईँलाई के मन पर्छ अर्थात् तपाईँको प्यासन के हो त्यो थाहा पाउनुहोस्। तपाईँ केमा सिपालु हुनुहुन्छ अर्थात् कुन कुरामा ट्यालेन्ट रहनु भएको छ त्यो थाहा हुनु जरुरी छ। तपाईँलाई के चाहिएको हो अर्थात् तपाईँको मिसन के हो थाहा हुनुपर्छ। तपाईँलाई के कामको लागि कुनै पनि व्यक्तिले कुनै पनि संस्थाले पैसा तिर्न सक्छन् भन्ने लाग्छ अर्थात् तपाईँको प्रोफेसनल के हो यो कुराहरू थाहा हुनुपर्छ। जस्तो एउटा सामान्य उदाहरण लिउँ, यदि तपाईँलाई खाना बनाउन मनपर्छ भने त्यो प्यासन हो। तपाईँ त्यसलाई उत्कृष्ट रूपले पकाउन सक्नुहुन्छ भने त्यो तपाईँको ट्यालेन्ट हो। तपाईँलाई स्वस्थ खाना चाहिन्छ भन्ने लाग्छ र मानिसहरूलाई स्वस्थ खाना दिनुपर्छ भन्ने लाग्छ भने त्यो तपाईँको मिसन हुनसक्छ भने तपाईँले रेस्टुरेन्ट वा होटेलहरूबाट कमाउन सक्नुहुन्छ अर्थात् त्यसलाई प्रोफेसनल रूपमै एउटा राम्रो कुक बन्न सक्नुहुन्छ। यो नै तपाईँको इकिगाई हुनसक्छ। यो त भयो कुकको विषयमा, एउटा खाना बनाउने विषयमा भने तपाईँको आफ्नै एउटा इकिगाई हुनसक्छ। त्यो इकिगाई आजै पत्ता लगाउनुहोस्। तपाईँहरूलाई थाहा छ जापानी संस्कृतिमा रिटायरमेन्ट भन्ने कुनै शब्द नै रहँदैन। मानिसहरू अन्तिम समयसम्म आफूलाई मनपर्ने काममा व्यस्त भइरहेका हुन्छन्। जब मानिसहरूले काम गर्न छोड्छन् उनीहरूको शरीर र दिमाग नै निष्क्रिय हुन थाल्छ। सक्रिय रहनु भनेको स्वास्थ्य र दीर्घायुको चाबी नै हो। ओकिनावाका मानिसहरू करिब 80-90 वर्षका वृद्धाहरू पनि अझै पनि आफ्नो काम गरिरहेका हुन्छन्। चाहे त्यो बगैँचामा होस्, चाहे त्यो सक्रिय रूपमा समुदायमै भए पनि सक्रिय रूपमा सहभागी भइरहेका हुन्छन्। अर्थात् उनीहरू कुनै न कुनै काममा, सानो होस् ठुलो होस् जेसुकै होस्, आफूले सक्दो काममा उनीहरू सक्रिय भइरहेकै हुन्छन्। जब हामी 100% नै पेट भर्ने गरी खान्छौँ, पाचन प्रक्रियामा शरीरले धेरै ऊर्जा खर्च गर्छ। शरीर चाँडै थाक्छ। 80% मात्र खाना खाँदा शरीरमा स्फूर्ति आउँछ र ग्यास्ट्रिक जस्ता समस्याहरू पनि समाधान हुँदै जान्छ। खाना खाँदा अलिकति भोक बाँकी छँदै अर्थात् मिठो हुँदै पनि छोड्न सक्नुपर्छ। अर्थात् छोड्नुको अर्थ खाना शून्य कम लिन सक्नुपर्छ। तपाईँले कुनै पनि काम गर्दा समय बितेको पत्तै पाउनुहुन्न भने त्यसलाई फलो भनिन्छ है। कुनै पनि कुरा गर्दाखेरि तपाईँको एकदमै ध्यानमग्न छ, समय गरेको पत्तै हुँदैन, कुनै पनि अल्छी लाग्दैन भने त्यसलाई फलो भनिन्छ। जापानिजमा यो कुरा पनि एकदम मजाले कुरा गरिन्छ।
आफ्नो काममा यति डुब्नुहोस् कि तपाईँ अरू कोहीको याद नआओस्। यसले तपाईँको तनाव घटाउने र सृजनशीलतालाई बढाउने काम गर्छ। फलो प्राप्त गर्न सजिलो काम गर्नुहोस्, अलिकति बरु चुनौतीपूर्ण गर्नुहोस्, तर सम्भव हुने काम चाहिँ रोज्नुपर्छ। एउटा चित्रकारले चित्र कोर्दा वा एउटा लेखकले कथाहरू बुन्दा, कथाहरू लेख्दा ऊ संसार बिर्सिन्छ। वास्तवमा यसलाई नै फलो भनिन्छ। तपाईँहरूलाई थाहा छ, धेरै तनावले शरीरका कोषहरूलाई नष्ट गर्छ र बुढौलीपन चाँडो ल्याइरहेको हुन्छ। जीवनमा उतार चढावहरू आउँछन्, तर जापानिजहरू मोआई भन्ने एउटा सामाजिक समूह बनाएर एकअर्कालाई सहयोग गरिरहेका हुन्छन्। उनीहरू वर्तमानमा बाँच्छन् र सानसानो कुरामा पनि खुसी खोजिरहेका हुन्छन्। दिनभरिको कामपछि 10 मिनट ध्यान गर्नु वा साथीभाइहरूसँग मिलेर चिया गफ गर्नु पनि तनाव कम गर्ने उपायहरू हो। कुनै पनि काम गर्दा हतारमा गर्नुले गुणस्तर र मानसिक तनाव दुवैलाई बिगारिरहेको हुन्छ। बिस्तारै हिँड्ने तर टाढासम्म पुग्नु भन्ने जापानिज मान्यता रहेको छ। जब तपाईँ हतार छाड्नुहुन्छ, तपाईँको जीवन र समयको नियन्त्रण आफ्नै हातमा हुन्छ। उदाहरणको लागि, बिहान उठ्ने बित्तिकै मोबाइल चलाउनुको साटो मनतातो पानीहरू पिउने, आफ्नो शरीरलाई तन्दुरुस्त हुने व्यायामहरू गर्न सकिन्छ, ध्यान योगाहरू गर्न सकिन्छ र यसले प्रकृतिमा आफैलाई नै एकदम मनोहर पाराले खेल्दै आनन्द लिँदै बस्न पनि सकिन्छ। यो बिहानको समयमा गर्न एकदमै उत्तम मानिन्छ। अनि ओकिनावाका मानिसहरू जिम जाँदैनन्, तर उनीहरू दिनभरि चलिरहेका हुन्छन्, चलायमान रहिरहेका हुन्छन्। रेडियो ताइसो जस्ता हल्का व्यायामहरू र बगैँचामा काम गर्नाले शरीरमा लचिलो बनाउँछ। प्रकृतिसँग समय बिताउँदा मानसिक स्वास्थ्य पनि भइन्छ। दिनको कम्तीमा पनि 15 देखि 20 मिनट हेर्नु वा बोटबिरुवाको हेरचाह गर्नु पनि एकदमै राम्रो मानिन्छ। हाम्रा आसपासका मानिसहरू पनि मुस्कान दिइराख्दा वा मुस्कुराइरहँदा कति उज्यालो हुन्छ, आफूलाई पनि कस्तो मनमोहक भएर आउँछ है। त्यस्तै गरी सधैँ मुस्कुराउनु र आफूसँग भएका कुराहरूमा धन्यवाद दिनु दीर्घायुको रहस्य नै हो। मुस्कुराउनाले मानिसहरूलाई आकर्षित गर्छ र शरीरमा राम्रो हार्मोनहरू उत्पादन गर्छ। हरेक दिन बिहान उठ्न साथ र बेलुका सुत्नु अघि प्रकृति र मानिसहरूलाई धन्यवाद दिने बानीको विकास गर्नुहोस् र यस्ता बानीहरू बसाल्नुहोस्। उदाहरणका लागि, खानु अघि किसानलाई धन्यवाद दिने, पकाउने मानिसहरूलाई धन्यवाद दिने र आजको दिनसम्म मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद भनेर कृतज्ञ व्यक्त गर्न सक्नुहुन्छ। यसले तपाईँले धन्यवाद दिएका मानिसहरूले त सुन्दैनन्, बुझ्दैनन्, तर तपाईँको मन नै उत्कृष्ट हुन्छ, सफा रहन्छ, खुसी रहन मद्दत गर्छ। साथसाथै अपूर्णतामा सुन्दरता खोज्नु पनि जान्नुपर्छ। जापानिज दर्शनमा वाबी साबी भनिन्छ। ठुलो यसको महत्त्व पनि रहेको छ। यसले तपाईँलाई सिकाउँछ कि संसारमा कुनै पनि कुरा स्थायी हुँदैन, पूर्ण र दोषपूर्ण पनि हुँदैन। हामी प्राय पर्फेक्ट हुने चक्करमा तनाव लिन्छौँ। वाबी साबीले भन्छ कि पुराना फुटेका र अलिकति बिग्रेका चिजहरूको पनि आफ्नै कथा हुन्छ, आफ्नै सुन्दरता बोकिरहेको हुन्छ। जीवनका उतार चढाव र हाम्रा गल्तीहरूलाई स्वीकार गर्नाले वास्तविक शान्ति मिल्छ। जस्तै उदाहरणको रूपमा जाउँ, एउटा फुटेको माटोको कचौरालाई तुलले टालेर त्यसलाई अझ मूल्यवान बनाउनु, आफ्नो जीवनको असफलताहरूलाई लुकाउनुको सट्टा त्यसलाई सिक्नु र वाबी साबी नै रहेको छ। यतिसम्म त धेरै कुराहरू बुझिसकेका छौँ। तपाईँको इकिगाई के हो पत्ता लगाउनु भएको छैन भने लगाइहाल्नुहोस्। यो अडियोलाई बार सुन्नुहोस्। तपाईँको दिमागमा केही न केही त ट्रिक आउँछ, केही न केही कुराहरूको महसुस त गर्नु नै हुन्छ। यदि छैन भने हातैबाट खोज्न सुरु गर्नुहोस्। यो अडियो ती साथीभाइ, ती परिवारहरूमा पनि सेयर गर्नुहोस् जसलाई तपाईँ स्वस्थ र खुसी देख्न चाहनुहुन्छ। सँगै मिलेर एउटा सकारात्मक समाजको निर्माण गरौँ, आफूले आफूलाई अपग्रेड गरौँ, समयको बचत गरौँ
यहाँसम्म साथ दिनुभयो। धन्यवाद।